अब पोखराबाट घान्द्रुक गइसक्यो क्या सक्यो उठे हेलमेट रहेछ हानेर पखै त म हाल्छु त्यहाँ हेलमेट पसल रहेछ भने कि यसको भाइजर हो केवाइडी को टीटी कोर्स केवाइडी यहीँबाट हो अस्ति हो भन्दा मारेन मोदी कति किलोमिटर पाइयो हेर त 40 किलोमिटर कति पाइयो अब होइन भने उर्के घान्द्रुक पुग्न कति किलोमिटर पाइयो भने भिडियो बनाउने यतै हो कि भिडियो चाहिँ बनाउनु पर्यो एउटा बाइकमा चाहिँ होइन बाइकको चाहिँ भिडियो बनाउने होइन कि हामी अब चल्दै सानेको यहाँबाट एचभी भन्नेमा है भिडियो एचभी भन्नेमा भिडियो हेर्छ एचभी ल अब चाहिँ भ्यू दामी आउँछ हामी चल्दै केटा हो भयो अगाडिको भ्यू है हल्का खिच्यो अब घान्द्रुक बाटो त रेडी
साइड में आओ लेफ्ट साइड देख्दो रहेछ यहाँ ग्यारेज देखियो भने भन है उहाँ रहेछु कुन टाइट गरिदिनु न कुन टाइट कुन बेरिङ के हिजो फेरि थिएँ कट्याक कट्याक हान्यो कि ढ्याक ढ्याक ब्रेक हान्दा नि ढ्याक ढ्याक हान्यो यहाँबाट कति किलोमिटर हो है कति किलोमिटर छ हजुर यहाँ राख्नु यसो यहाँ कति किलोमिटर छ यो चाहिँ हाम्रो आखे भाइ अस्ति बवाल बाइक चलाएको थियो त्यही तारिफ गरे रिसाएर घर जान्छ अन्त अहिले गाडी चढेर बनेसी आफ्नै गाउँमा चिनेन आफूलाई ए जुत्ता आमा के हो ब्रान्ड ओ मेरो 15 हेर्ने ओ यार ब्लग हान्ने रेल मलाई लाउन भनेपछि आफूलाई जिस्काउन भएन कस्तो जिस्किएर त्यो जिस्कियो भने मैले ओइ 2 लाइन मध्ये हात तेल ल चढ न हातै दुख्यो यार त्यो कोनले गर्दा अघि ढ्याक ढ्याक हानेर
हामी चाहिँ ब्याट्री सकेर अब घान्तुकतर्फ लाग्दै नयाँ ब्याट्री हालेर लेसको घान्तुक आइपुग्नु लाग्यो। उडाउँ क्या यो पुलमा। ओए यहाँको पानी कस्तो सफा यार, हेर न पौडी खेल जस्तो है। भोलि मलाई नि यहाँ जाडो भइसक्यो, मलाई कसरी गएर सुतुम जस्तो भइसक्यो है ज्यान गलेर। यस्तो बाटो भने एकैछिन पुगिहाल्छ। हो यहाँबाट एउटा भिडियो बनाउँछु यार म बाइकको है भाइ, नरिसा है। केही हुँदैन कि एउटा लास्ट हो। त मेरो इच्छा पुरा नगर्ने, तेरो इच्छा चाहना मेरो बिला हाने नि त मैले रिसेछ। मैले आफ्नै साथीहरु म चाहिँ 5 चलाउनु मैले 5 मिनेट चाहिँ मैले हेर अगाडि हेर्दिन हेरेर भाइ त्यसपछि म सतर्क चलाएको मैले 1 घन्टे। दाइ घान्तुक जाने बाटो यही हो? ए हस्। म्यापको त भर गर्छ। अस्ति नै कस्ता झुलाइदियो म्यापले हामीलाई। सिधै हो है, सिधै हो। होला नभन्नु। कहाँ बिस्तारी भने रोकिँदा हान्ने अनि। ओहो अब कता घान्तुक? अब कता अब के थाल्यो बाटो नै रहिहाल्यो। त्यही रातो ओए खोला कस्तो दामी थियो यार। त छैन जस्तो यार बिग्रे ठाउँ त कहीँ। हावा गफ दियो बुढोहरूले हामीलाई। त्यो यो बाइक यस्तो देखेर होला कि यहाँ बाइक राखेर भिडियो बनाउनु दामी आउँछ यार। ओइ मेरो ऊ टन्क्यो कि यार हुडी। अब चाहिँ होला अफ रोड हो। अफ रोड स्टार्ट भयो। हेर्छ है बाटो है। अब 15 किलोमिटर त अनि किलोमिटर त नजिक हो। हामी अगाडि भयो भने हामी चाँडै पुग्छ। यो गाडीहरूले डिस्टर्ब गर्छ कि हेर्नु ल। गाडी पनि फेरि एउटा मात्रै अड्ने रहेछ। चाहियो हामीलाई काका। ए फेरि आयो फिस। ओहो हेर त
टाउकोसम्म हिलो फालिदिउँ तेरो टाउकोसम्म हिलो अब मुझे वही कर ल किन मुझे भी सही है यार क्या होता है आपको करने में ये स्वाद है मुझे को सॉरी कता हो त है आइपुग्यो अब खोइ त कुनमा बस्ने हामी भाइ यहाँबाट घान्द्रुक कति हो हो र ये घन्टा अरे कहाँ हो र घान्द्रुक भने होला डट हो नि हाम्रो मुला यसै नि बिग्रियो भाइ कसै नि बिग्रेर ल्यायो हिजो बनाएर केही बन्ने झ्यामझ्याम हालिदिन्छु यो हिरो हात जान्छ भने थिएँ डटभन्दा कम होइन भाइ सक्छ कस्ता कस्ता तारिया जुत्ता चाहिँ भित्र कि मेरो छे चप्पल लाएर आउनु पर्ने रहेछ फेरि त्यहाँ खुट्टा टेक्यो भने जुत्ता भित्र नि थाहा सोध बस्रा हो त ढुङ्गा हो यार ला खुट्टा छुन्छ जस्तो आयो मलाई खुट्टा भन्दा कस्ता गहिरो भनेको थिएँ मैले उ गरेँ माथि गरेँ जुत्ता भिज्यो उति चलाउनु नहुँदा गाडीकै छ कति कहाँ मैला बाटै नहुन्छ यार सुत्ने गएर भने घाँधु गएर रुम पुगेर सुत्ने भने अब गरे जति रन्कायो त्यति चाँडै पुग्ने हो मलाई जति बिस्तारै चलायो त्यति उफार्छ मलाई जति बिस्तारै चलायो त्यति धेरै उफार्छ कि समातेर बस भने जति बिस्तारै कुदायो त्यति उफार्छ भने कि झ्यामझुम हालिदिनु एउटा
घान्द्रुक जाने यही बाटो हो घान्द्रुक जाने यही बाटो हो अब कति बेर लाग्ला ए हस् के भन्यो है कुदाउने अफरोडमा हो भने पत्र खाल्टो है अहिले मैले देख्दै नदेखेँ खाल्टो थियो र है के हो यहाँ हेर बाटो दुई मेरो यहाँ ज्यान गलेर कहिले पुग्ला जस्तो भएर कुदाइरहेको छु म यहाँ ह्यान्डलले छोडिदिनु लागिछ मैले हात गलेर के जाम हो यार जाम भने जाम कहाँदेखि हो यहीँ माथिसम्म मात्रै हो कि जाम अहिले कति ठाउँमा छ झ्यामझ्याम हाल्दै मैले कति बेर लाग्छ अब यहाँबाट आइसक्यो हो कि फर्स्ट टाइम हो ए भोलि आइया भोलि होइन र आइया खुट्टै फर्क्यो यार मेरो आहे खुट्टै फर्क्यो कि मेरो भर्खर जान्छ दुईजना पर्दैन ह्यामर फिस्कालिको चलाएको चिक्ने अझै झर्लो खुट्टा बौडे यार थत्था बहन अनि ओ त कहिले पुगिन्छ बहन बस अफरोड त भइहाल्छ नि लामो यहाँ मेरो गोजीमा हाल्दै थियो भयो म आइपुगेँ जान्छ होला
जाऊ यस्तो बाटो मान्छे गरी नसक्छ त्यसले दुःख पाए मुनिबाट हिँड्दै आयो मेरो राइडलाई भरोसा नगरेर त्यही भएर बाबु कहिलेकाहीँ राइडरलाई पनि भरोसा नगर्छ भने यत्रो हिँडेर आउनु पऱ्यो होइन बाबु आउँथ्यो मजाले यो त के भयो बाबु पहिला धुस्सा बाटो कस्तो थियो आनन्दले जान्छ यार कस्ता चिप्ल्या देखिस् स्लाइड हानेर मलाई हामी सर र भिआइपी जसरी आएको थियो नि तर्स्यो होला मलाई मान्छेहरू त्यो जाममा के राम्रो बाटो आफै खोज्ने हिँड्ने हो सर्टकट हामी 3 नम्बर जाने होइन ए यहीँ त आउँदै रहेछ पागल ओए देखिस् तैँले त्यो घुमेर है टुवे जस्तै के उल्टो बाटो आयो छिरिहाल्नु नि गाडी यतिमा छिर्दैन कतो है बाटो थियो टाइम लगेगा हावा अलिक कम है क्या है गइदियो रहेछ
माथि होला नि पार्किङ त है माथितिरै होला नि पार्किङ त छैन र कहाँ कहाँ उता माथि जाने ठाउँ हो कि त्यहाँ माथि जाने ठाउँ हो कि खोलाहरू जानु चाहिँ छैन नि केही होइन रहेछ यार माथि जाने ठाउँै रहन्छ माथि जाने ठाउँ होइन हो पुग्न चाहिँ पुग्छ माथि नै थाहा छैन तपाईँहरू माथिसम्म पुग्दैन ए यहाँबाट हिँडेर जानुपर्ने हो त है हामी गान्द्रुक गाउँ परे हम इधर वॉक कर रहे हैं गांधीनगर पर। वॉकिंग हो रहा है इधर। ये हमारा केरला का दोस्त है। मैं ये वीडियो यूट्यूब पर डालूंगा। यूट्यूब डालो। हाँ। इधर से व्यू अच्छा दिख रहा है। हाँ बहुत अच्छा है। भ्यू चाहिँ खास दामी। हमारे यहाँ आके भाइ साथमा हाम्रो प्रो राइडर हुनुहुन्छ उहाँ, म थकित भएको बेला उहाँले बाइक खतरा चलाउनुहुन्छ।